अब हामी सबै समाजसेवी के भन्नुपर्दाखेरि के भन्दाखेरि अलिकति हामी भनेको भरत पोखरी पहिलाको भयो, अहिले लेखनाथ 33मा छौँ कि हाम्रो वडा चाहिँ 33 पऱ्यो। अब हामी दाजुभाइ एउटै घर हो भनौँ न। अब त्यहाँ चाहिँ के भयो भन्दाखेरि फोहोर मैला ल्याउने चाहिँ कार्यक्रम भएको रहेछ। त्यसको लागि चाहिँ विरोधको लागि चाहिँ त्यहाँ जनताहरू त्यहाँका बासिन्दाहरू सबै यहाँ जति आउनुभएको छ उहाँहरू सबैको भनाइ हो कि अब यहाँ फोहोर मैला नल्याउने भन्ने विरोधमा चाहिँ सबैको चाहिँ त्यहाँ जमघट हुँदै थियो। जमघट हुँदाखेरि चाहिँ अब त्यहाँबाट चाहिँ त्यो आएर अब सम्बोधन गर्नुहुन्छ होला। अब लो भाइ हो के कसो गरिन्छ नि गाउँ सल्लाह तिमीहरूकै गाउँ छिमेकको मन दाजुभाइ भनेर एउटा सरसल्लाह दिनुहुन्छ होला भन्ने आशा थियो कि अब त्यहाँ अलिकति उग्र रूप भयो। अब त्यसलाई अब म त्यही नै देख्छु त्यहाँ अब हामी हुँदाखेरि होइन त्यति नै भएको खासै के देख्नुभयो त्यहाँ तपाईँहरूले? अब राम्रै संयमकै भइसकेको थियो। एकैचोटि उहाँ आउनुभयो, उहाँ आएर म तपाईँहरूको साथमा छु, तपाईँहरूको पक्षमा छु, तपाईँले जे चाहनुहुन्छ म त्यही गर्छु भन्ने भए कुरो यहाँसम्म आउने पनि थिएन। आउनुभयो उहाँ एकैचोटि आएर चाहिँ त्यत्रो आइएम लेडिजहरू हुनुहुन्छ, त्यत्रो मार्क्समा प्रशासन छ, अनि फेरि फलान छ अनि खोजेको छैन भनेर कस्तो हतियार निकाल्नु हो अनि प्रहार गर्न थाल्नुभयो। अनि हामी सबै हजुर उडाएर अनि हामीले चाहिँ छेकियो अरे सायद नछेके भए कुनै मानवीय क्षति हुन सक्ने र उहाँले त्यत्तिकै म तपाईँहरूको पक्षमा छु, तपाईँहरूले केही गर्न पर्ने आनन्द र सन्जमको साथ बोलिदियो भने केही भएन, केही हुनलाई थिएन। हजुर ताला लगाएको, तालामा क्लबले ताला लगाएको ताला लगाइएको हो। क्लब भाइहरूले ताला लगाए पनि केही पनि बिग्रिएको थिएन, प्रशासन त्यही हुनुहुन्थ्यो। उहाँ जाँदै उहाँ चाहिँ जहाँसम्म लाग्छ उहाँको दुईजना अलिकति विद्रोही जस्तो लाग्यो कि हामीले शारीरिक रूपमा बुझ्दाखेरि उहाँलाई प्रहार गर्न जस्तो लाग्छ। अब प्रशासनले हतियार सब समातेको छ। अब त्यो के हुन्छ भोलि प्रशासनले कस्तो प्रक्रिया दिन्छ अब त्यो चाहिँ अब भोलि थाहा। म सर्वसाधारण हो, मेरो अझै थाहा छ। गृह कार्यालयमा जाउँ भन्ने कुराले आएको। अब हामीलाई चाहिँ गाउँमा असुरक्षित भयो। अब यसरी एउटा हाम्रो माग चाहिँ एउटा जुन अब यो पोखरा महानगरको पोहोर अब त्यहाँ चाहिँ डम्पिङ गर्ने भनेर चाहिँ कुरो भइराखेको थियो। तपाईँको एकरो मेयरसहित अब तपाईँको विद्या भट्टराईसहित यहाँको पूर्व सिडिओ साहबसहित एकचोटि जाँदाखेरिमा हामी सबै त्यहाँको जनमानसले विद्रोह गरेर उहाँले आउनुभयो। अनि अब यो साम्य भयो होला भनेर हामी चाहिँ ढुक्क बस्यो। उहाँले भित्रै चाहिँ अब चलखेल गर्छ, अब चाहिँ सायद पैसाकै चलखेल होला उहाँहरूको। अनि अस्ति चाहिँ डिक्लेयर गरेर पठाउनु भयो सुटुक्कै। अनि पलौटा भाइहरूले थाहा पाएर रोक्यो। अनि हामी आइयो महानगर प्रमुख साहब पनि अस्ति गइयो, तपाईँको झन् अस्ति गइयो। अनि हिजो सिडिओ साहबलाई पनि भेटियो। अनि हाम्रो यो खेलकुद महाशाखा मन्त्री बिन्दु कुमार थापाज्यूलाई पनि भेटियो। उहाँसँग पनि अब राम्रै कुरा गरियो। उहाँले पनि ठिक छ हामी चाहिँ यसलाई रोक्ने प्रयास गर्छौँ भन्नुभयो। अनि आज हाम्रो खास चाहिँ अब वडामा एउटा चाहिँ अब उहाँसँग बसेर राम्रो चाहिँ छलफल गरेर यसलाई चाहिँ सबै जनताको विरुद्ध नगइदिनुहोस् भनेर एउटा सल्लाह लिन मात्रै आएका थियौँ हामी। अनि उहाँ हुनु रहन्छ, पछि एक्कासी आउनुभयो, कहाँ आउनुभयो, हतियारसहित आउनुभयो उहाँ। धन्यवाद।